मानौँ तपाईलाई 1 करोड लकी ड्रमा पर्यो। त्यो 1 करोडले तपाईको सम्पूर्ण आवश्यकता पूरा होला। त्यो 1 करोडले तपाईको परिवारको सम्पूर्ण समस्याहरू के समाधान होला नि त? हामी सबैलाई एउटा पोइन्टमा लागेको होला कि एकचोटि पैसा कमाउन पाएदेखि हाम्रो सम्पूर्ण समस्याहरू समाधान हुन्थ्यो। के साँच्चै त्यस्तै होला त? सोचौँ कि तपाईँ कुनै ठाउँमा जागिर गरिरहनु भएको छ र तपाईको सीमित स्यालेरी छ। अनि तपाईलाई लागिरहेको छ कि एकचोटि स्यालेरी बढेदेखि चाहिँ मेरो सम्पूर्ण समस्याहरू समाधान हुन्थ्यो। मानौँ तपाईको स्यालेरी पनि बढ्यो। अब यस्तो अवस्थामा तपाईको स्यालेरी त बढ्यो, तर खर्च पनि सँगसँगै बढ्छ। त्यो सँगसँगै अर्को एउटा टेन्सन पनि सुरु हुन्छ, स्ट्याटसको, कम्प्यारिजनको, एक्सपेक्टेसनको अनि अन्य थुप्रै समस्याहरू। यहाँबाट के थाहा हुन्छ भने प्रब्लम पैसाको मात्र होइन, हाम्रो सोचाइको पनि हो। यो सोचाइको कि एकचोटि पैसा कमाउन पाएदेखि सबै कुरा सल्भ हुन्थ्यो भनेर। तर रियालिटी के हो भनेदेखि जिन्दगीमा प्रब्लम कहिले पनि सकिँदैन। इन्स्टेड यसले हामीलाई म्याच्योर्ड बनाउँछ र डिफ्रेन्ट सिचुएसनमा कसरी ह्यान्डल गर्ने भनेर पनि सिकाउँछ। नो डाउट पैसा एकदमै इम्पोर्टेन्ट छ, तर पैसा मात्रै इम्पोर्टेन्ट हुँदै होइन। यसले मात्रै प्रब्लम सल्भ गर्छ भनेर सोच्नु चाहिँ सबैभन्दा ठुलो प्रब्लम हो। त्यसैले अलिकति सोच्ने तरिका बदलौँ, अलिकति ग्रोथ माइन्डसेटलाई डेभलप गरौँ। यसो गरियो भने प्रब्लम पनि सल्भ हुन्छ र नेक्स्ट टाइम प्रब्लम आउँदै गर्दाखेरि त्यो प्रब्लमलाई कसरी डिल गर्ने भन्ने पनि जानिन्छ है त।